समय आउँदैछ। नेपाली जनताको आशा भरोसा तपाईमाथि छ, के भन्नुहुन्छ? नमस्कार, विश्वभरबाट हेरिनुभएका सम्पूर्णले पहिला तपाईँ हामीले भिडियोमा के सुन्न पायौँ भनेपछि समय आउँदैछ। रवि लामिछाने जब उनी त्यहाँ बयान दिएर चाहिँ फर्किएका थिए तब पत्रकारले सोधेका छन् तपाईलाई देशले खोजिरहेको छ भन्दाखेरि उनले धन्यवाद दिएका छन् र पहिलोचोटि उनले समय आउँदैछ भनेर भनिरहेका छन्। समय आउँदैछ भन्ने कुरा चाहिँ नेपाली जनताहरूले बुझ्नुपर्छ, आत्तिनुपर्ने कुनै कारण छैन। रवि लामिछानेले सहकारी ठगेको भनेर चाहिँ जति हावा गफ र हावा न्युजहरू फैलाए पनि रवि लामिछाने निर्दोष छन् भन्ने कुरा चाहिँ उनको निडरताले चाहिँ देखाइरहेको छ। पहिलाको जसरी नै उनी अझैसम्म पनि उनी आत्तिएका पनि छैनन्, मात्तिएका पनि छैनन्, उनी डराएका पनि छैनन्। त्यसैले हामीले के बुझ्नुपर्छ भनेपछि देशको नेता र निष्पक्ष जनतासँग घुलमिल गर्न सक्ने उनी अहिले अब यो केसबाट उत्रिएपछि भावी प्रधानमन्त्री हुने लक्षण रवि लामिछानेको चर्चा भइरहेको छ। किनकि जति उनलाई दबाउन खोजिए पनि उनको चर्चा माथि नै आइरहेको छ, किनकि देशले खोजेको र देशलाई चाहिएको व्यक्ति भनेर चाहिँ जनताहरूले चाहिँ उनलाई चाहिँ वर्णन गरिरहेका छन्। तपाईहरू के भन्न चाहनुहुन्छ? रवि लामिछानेले भनेका छन् समय आउँदैछ। हस्त नमस्ते, जय नेपाल।